हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज मैले होइन फेरि जुन कि हाम्रो यो क्रिटिकल क्लियरिङ एङ्गलको चाहिँ न्युमेरिकल लिएर आएको छु। सो यसमा चाहिँ होइन हामीले एकदम मजा इन्जोय गर्न सक्छौँ। यो भनेको चाहिँ जस्तै हाम्रो क्रिटिकल क्लियरिङ एङ्गल कसरी फाइन्ड गर्ने, यस्तरी यो जेनेरेटर अनि त्यसपछि अब जस्तै हामीलाई डिफ्रेन्ट ट्रान्सफर्मर होइन, अनि ट्रान्समिसन लाइन फल्ट, अनि त्यस पछाडि भोल्टेज, अनि त्यस पछाडि सोर्स, अनि त्यस पछाडि रियाक्टेन्सहरू दियो भने चाहिँ हामीले चाहिँ कसरी चाहिँ क्रिटिकल क्लियरिङ एङ्गल चाहिँ लास्टमा फाइन्ड गर्ने त। यस्तो केसमा यो क्वेसन एउटा कन्फर्म आउँछ होइन, जस्तै कि इक्जामको पोइन्ट अफ भ्यूले पनि एकदमै इम्पोर्टेन्ट क्वेसन हो यो। सो यसमा चाहिँ अब हाम्रो फल्टहरू त धेरै किसिमको हुन्छ। जस्तै यो भनेको चाहिँ हामीले चाहिँ बिफोर, अनि त्यसपछि ड्युरिङ, अनि यो भनेको चाहिँ पावर सिस्टम स्टेबिलिटी कन्ट्रोलको हो यो। यसमा चाहिँ अब जस्तै क्रिटिकल क्लियरिङ एङ्गलहरूमा चाहिँ जस्तै यो चाहिँ यो पावर सिस्टम स्टेबिलिटी एन्ड कन्ट्रोलको क्रिटिकल क्लियरिङ एङ्गलको चाहिँ हो क्या न्युमेरिकल। सो अनि यसमा चाहिँ हामीले कसरी चाहिँ एकदमै कन्सेप्चुअल छ, मजा छ, इन्ट्रेस्टिङ छ क्या यो कन्सेप्ट चाहिँ। अब बिफोर फल्ट कन्डिसन क्या, बिफोर फल्ट कन्डिसन, ड्युरिङ फल्ट कन्डिसन र आफ्टर फल्ट कन्डिसन हुन्छ नि त। तिनवटा कन्डिसन हुन्छ। त्यो तिनवटा कन्डिसनमध्ये चाहिँ हामीले चाहिँ यो सुरुमा भनेको चाहिँ हामीले यो सर्किट छ नि, यो सर्किटबाट त एउटा हामीले चाहिँ इक्विभ्यालेन्ट रियाक्टेन्स त निकाल्नु पऱ्यो नि त। त्यो इक्विभ्यालेन्ट रियाक्टेन्स निकाल्नु पऱ्यो फल्ट ड्युरिङ फल्टको लागि, अनि त्यसरी बिफोर फल्टको लागि, ड्युरिङ फल्ट र आफ्टर फल्टको लागि तिनैवटा केसमा चाहिँ निकाल्नु पर्ने हुन्छ नि त। त्यो केसमा चाहिँ बिफोर फल्ट कन्डिसनको लागि चाहिँ हामीले चाहिँ हेरौँ यहाँ जेनेरेटरबाट चाहिँ कुनै पनि पावर चाहिँ जेनेरेट भएर चाहिँ होइन, जेनेरेसनबाट चाहिँ स्टार्ट भयो। जेनेरेसनबाट अब जस्तै कि रियाक्टेन्स भनेको यति रहेछ क्या, जे 0.21 छ। अनि त्यसरी यहाँ भने चाहिँ ट्रान्सफर्मर बिचमा ट्रान्समिसन लाइन पनि छ, यो दुईवटा ट्रान्सफर्मरको बिचमा चाहिँ ट्रान्समिसन लाइन पनि छ। योबाट गर्दाखेरि चाहिँ हामीले चाहिँ यो केसबाट जेनेरेसनबाट आयो, यहाँ चाहिँ रियाक्टेन्स भयो। यो भनेको यो दुईवटा त प्याराललमा छ नि त। यदि अब हामीले फल्टको केसमा भनेको चाहिँ यसलाई चाहिँ कस्तो तरिकाले चाहिँ ठ्याक्क लेख्न सकिन्छ भने यो 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 छँदैछ, यो जेनेरेसन यो प्लस जे 0.21 प्लस, अनि त्यसरी के हुन्छ त भन्दाखेरि यो प्लस, अनि त्यसरी यो दुईवटालाई प्याराललमा यो यतिको सम प्यारालल यो होइन, अनि त्यस पछाडि प्लस यताको यसलाई जोडियो भने त यो दुईवटालाई चाहिँ प्याराललमा राखेर गर्दाखेरि चाहिँ x1 भनेको चाहिँ हाम्रो यति आइदियो, x1 भनेपछि 0.71 समथिङ आइदियो होइन, जे 0.71 आउँछ। x1 इक्विभ्यालेन्ट होइन, इक्विभ्यालेन्ट रियाक्टेन्ट x भनेको xeq भनेको यति आउँदो रहेछ बिफोर फल्टको लागि। अनि यो भनेको त हामीलाई यो थाहा छ, पी म्याक्स पावर भनेको त इबी साइन डेल्टा बाई एक्स इक्विभ्यालेन्ट भइदियो। P1 म्याक्स भनेको चाहिँ पावर निकाल्ने फर्मुला भने चाहिँ इबी बाई एक्स, अनि त्यसरी साइन डेल्टा भइदियो। अब हामीले चाहिँ पी म्याक्स भनेको चाहिँ हामीले चाहिँ यहाँ क्वेसनले दियो क्या, सप्लाइङ पावर भनेको चाहिँ 1 PU दिएछ भने अब योबाट गरेर त हामीले चाहिँ 1 इजिकल टु इबी भनेको त यहाँ दिएको छ हामीले 1.2 PU दियो इबी। अनि यो ई रो भीको केस दियो भने चाहिँ यो पी म्याक्स चाहिँ इबी साइन डेल्टा बाई एक्स इक्विभ्यालेन्ट गरेर चाहिँ हामीले चाहिँ त्यो फर्मुलामा चाहिँ एउटा इक्वेसन 1.69 साइन डेल्टाको फर्ममा चाहिँ यो आइदियो। यदि त्यो इजिकल टु चाहिँ यो 1 साइन डेल्टा इजिकल टु 1 हुन्छ भने, अनि त्यसबाट यसबाट डेल्टा निकाल्दाखेरि चाहिँ रेडियनको टर्ममा गरेर जाँदाखेरि 0.632 चाहिँ हाम्रो रेडियनमा आउँदो रहेछ। अर्थात् डिग्रीमा भनेको चाहिँ 36.22 डिग्री आउँदो रहेछ। त्यो डिग्रीमा त्यति आउनु भनेको चाहिँ रेडियनमा, अब त्यो डिग्रीलाई रेडियनमा लानुको लागि त π/180 ले मल्टिप्लाई गर्ने हो। π/180 ले मल्टिप्लाई गर्दाखेरि चाहिँ हाम्रो चाहिँ जम्मा भनेको चाहिँ 36.27 चाहिँ डिग्री चाहिँ हाम्रो रेडियनमा डिग्रीमा आएको थियो भने 0.0632 चाहिँ रेडियनमा चाहिँ आउँदो रहेछ। रेडियनबाट आइसके पछाडि हामीले अब ड्युरिङ फल्टको केसमा चाहिँ अब यो एकदमै कन्सेप्चुअल छ होइन न्युमेरिकल चाहिँ।
तर सजिलो छ है ठ्याक्क अलिकति बुझ्यो भने। अनि ड्युरिङ फल्ट कन्डिसनको लागि चाहिँ हामीले चाहिँ यता जेनेरेटर साइड भइदियो, अर्कोतिर भने चाहिँ भोल्टेजको छ। यही फिगरलाई चाहिँ अब हामीले चाहिँ ड्युरिङ फल्टको लागि चाहिँ के गर्नु छ त, यो प्लस होइन यो प्लस अनि त्यसपछि यो दुईटालाई चाहिँ अब के गर्नु पर्यो, यो प्लस यो तिनैवटालाई जोड्ने अनि त्यसपछि यो तल चाहिँ छुट्यायो नि त। यहाँबाट छुट्याउँदाखेरि चाहिँ हाम्रो चाहिँ के हुन्छ त, यो साइडको भनेको J0.21लाई चाहिँ यता राख्यो है, यो J0 यस्तो फर्ममा बनाउनु त पाइयो नि त यो कुरालाई। अनि यदि फल्टमा चाहिँ फल्ट बिचमा छ भने है, यदि यो फल्ट बिचमा छ भने अब फल्टको केस त अब बिचबाट यो तल ग्राउन्ड भएको छ, यो साइड पनि जोडिने भयो, यो साइड नि जोडिने भयो। त्यही भएको कारणले गर्दा दुई साइड नै जोडिँदाखेरि J0 फल्ट भनेको बिचमा फल्ट जति दिएको छ नि, फल्ट भने J0.19 दिएको छ नि, त्यसलाई चाहिँ तल ग्राउन्ड गरियो भने चाहिँ दुई साइड नै जाने भइदियो, दुई साइड नै जोडिने। यो साइड नि ट्रान्सफर्मरको यो साइड नि जोडिने भयो, अर्को साइडको ट्रान्सफर्मरमा पनि त्यो फल्टलाई जोड्दाखेरि चाहिँ हाम्रो यो फर्ममा आउँदो रहेछ। यो फर्मलाई भनेको अब हामीले यो फर्म यसो हेर्दाखेरि त यो त डेल्टा जस्तो भइदियो नि त, यो त यस्तो फर्ममा भइदियो नि त, यस्तो गरेर यो फर्ममा डेल्टा फर्ममा आइदियो। यो डेल्टा फर्मको कुरालाई चाहिँ अब हामीले स्टारमा चेन्ज गर्नुको लागि त अगाडि नै मैले भनिसकेको छु, यो साइडकोलाई मल्टिप्लाई गर्ने डिभाइड बाई तीनवटाको सम गरिदिने होइन। यो साइड निकाल्नु पऱ्यो भने यो साइडको निकाल्नु, अनि यो साइडको निकाल्नु पऱ्यो भने यो र यो गर्ने, यो र यो मल्टिप्लाई गर्ने डिभाइड बाई सबैको जोडिदियो, यो र यो मल्टिप्लाई गर्ने डिभाइड बाई यो सबैको जोडिदियो। त्यो किसिमले हामीले गरियो भने चाहिँ हाम्रो चाहिँ जम्मा आउने भनेको चाहिँ हाम्रो यो एउटा जस्तो कि यो अब हामीले स्टारको फर्ममा चाहिँ चेन्ज गरिदियो, स्टारको फर्ममा चेन्ज गरिसके पछाडि चाहिँ हाम्रो कस्तो आउँदो रहेछ हेरौँ है त। अब जस्तै स्टारको फर्ममा त्यो चेन्ज भइदियो, स्टारको फर्ममा चेन्ज गरिसके पछाडि यो यस्तरी आउँदो रहेछ। अनि यसलाई यो र यो त सिरिजमा छ, यो र यो जोड्नु पायो, यो र यो जोड्ने, अनि त्यहाँबाट फेरि यो एउटा हाम्रो सिङ्गो भनेको चाहिँ के हुन्छ त भन्दाखेरि यो एउटा स्टारको फर्ममा भइदियो। अब फेरि त्यो स्टारलाई चाहिँ अब हामीले फेरि डेल्टामा लानु पऱ्यो क्या, एउटा सिङ्गो इक्विभ्यालेन्ट रियाक्टेन्स निकाल्नुको लागि। यो ओभरअल जस्तै यो स्टारमा फर्म भइदियो, स्टारलाई फेरि अब डेल्टामा ओभरअल फर्ममा लाँदाखेरि चाहिँ अब के हुन्छ त भन्दाखेरि यो इन्टु यो प्लस होइन, यो इन्टु यो प्लस यो यतिको सम प्लस, अनि त्यसबाट फेरि यो यति इन्टु यो डिभाइड बाई अनि यता यो साइडको यति गरियो भने चाहिँ हाम्रो चाहिँ जम्मा भनिसक्यो 2.448 PU गरे चाहिँ यति निस्किन्छ। यति निस्किनु भनेको चाहिँ हाम्रो चाहिँ अब फेरि Bmax Pmax निकाल्दाखेरि चाहिँ के हुन्छ, Pmax भनेको चाहिँ EB बाई साइन डेल्टा x2, यो x2 को टर्ममा निकाल्यो, यो गर्दाखेरि यतिबाट गर्दाखेरि एउटा फेरि Pmax को इक्वेसन निस्किन्छ। Pmax को इक्वेसन निस्किसकेपछि यो सेकेन्ड इक्वेसन भइदियो। फर्स्ट इक्वेसन भनेको Pmax इजिकल टु 1.069 साइन डेल्टा जस्तो आएको थियो, यो टर्ममा यो फेरि अर्को टर्म आइदियो। यो टर्म आइदिसके फेरि आफ्टर फल्टमा भनेको चाहिँ सबैलाई त्यो माथिको जति पनि यो छ नि, यो कुराहरू छ नि, जस्तै कि के गर्न सकिन्छ भन्दाखेरि यो माथिको सबैलाई यो टर्महरूलाई यतिलाई चाहिँ जोडेर चाहिँ त्यतिलाई चाहिँ जोड्दाखेरि चाहिँ हाम्रो 1 PU नै आउँदो रहेछ। आफ्टर फल्टको लागि भनेपछि 1 PU दिएकै छ, 1 PU छ। यो 1 PU गरिसके पछाडि चाहिँ हामीले x इक्विभ्यालेन्ट भने चाहिँ 1 आउँदो रहेछ। त्यो फर्मुलामा हाले चाहिँ EB P इजिकल टु EB साइन डेल्टा बाई x EQ गरेर चाहिँ त्यति आएको कुरालाई चाहिँ हाम्रो यो इक्वेसन 3 भइदियो। त्यो इक्वेसनबाट चाहिँ अब जस्तै गामा 1 गामा 2 र गामा 3 निकाल्दाखेरि यो फर्मुला हो। ड्युरिङ फल्टमै Pmax को ड्युरिङ फल्ट डिभाइड बाई Pmax को बिफोर गर्ने, अनि आफ्टरलाई पनि Pmax बिफोरले गरिदिने, त्यति आउँछ 0.29 र 0.71 आउँछ। त्योबाट गर्दाखेरि चाहिँ डेल एम भनेको चाहिँ के हुन्छ भनेपछि हाम्रो म्याक्सिमम डेल्टा भनेको चाहिँ पाई माइनस साइन इन्भर्स डेल नट माइनस डेल 2 गरेर चाहिँ यो जति आउँछ गामा नट माइनस गामा अगाडि भनेपछि के हुन्छ, यो भनेपछि डेल नट निकालेको थियो नि, डेल नट डिभाइड बाई गामा 2 गरेर चाहिँ जति आउँछ त्यति भइदियो। अनि क्रिटिकल क्लियरिङ कस इन्भर्स यति गरेर चाहिँ हाम्रो चाहिँ
अलमोस्ट हामीले कति जति निस्किन्छ त एक्चुअल एन्सर भनेको चाहिँ हाम्रो चाहिँ कति आउँदो रहेछ त कस इन्भर्स यो गराउँदाखेरि चाहिँ 653 गराउँदाखेरि चाहिँ हाम्रो क्रिटिकल क्लियरिङ एङ्गल चाहिँ 49.23 डिग्री चाहिँ आउँदो रहेछ। यति भनेको हाम्रो क्रिटिकल क्लियरिङ एङ्गल हो। यो अर्को न्युमेरिकल झन् एकदमै मजाको छ है, लोड फ्लो एनालाइसिसको। लोड फ्लो एनालाइसिसमा एकदम यो चाहिने नै न्युमेरिकल हो। लोड फ्लो एनालाइसिसमा चाहिँ जस्तै कि अब यो खाले न्युमेरिकल एउटा गस सेडलको भनौँ अथवा जुन कि एडमिटेन्स भनौँ होइन, जस्तै भयो नि यो न्युमेरिकल चाहिँ एकदमै सजिलो गरी चाहिँ गर्नुपर्ने हुन्छ र यो न्युमेरिकल चाहिँ आइरहेको हुन्छ एक्जाममा पनि। यो चाहिँ लोड फ्लो एनालाइसिसको न्युमेरिकल हो र जस्तै कि स्पेसिफाई अनि यो टर्महरू दिइसके पछाडि यो टर्म गरेर चाहिँ हामीले चाहिँ सबैभन्दा पहिला चाहिँ यो टर्महरूबाट चाहिँ एडमिटेन्स निकाल्ने। एडमिटेन्स भने चाहिँ जस्तै यो इम्पिडेन्स दियो भने चाहिँ 1/z गरिहाल्ने के, 1/z गरेर चाहिँ डिभाइड बाई गरेर चाहिँ एडमिटेन्स निकाल्न सकिन्छ। एडमिटेन्स यति निस्किन्छ, एडमिटेन्स चाहिँ यो यति राख्नु सक्यो है त। एडमिटेन्स त्यति भइसके पछाडि चाहिँ हामीले यसलाई चाहिँ हामीले वाइ बसमा चाहिँ ठ्याक्कसँगले यो राख्न सकिन्छ। हामीले लाइन एडमिटेन्स दियो भने चाहिँ त्यसलाई जोडेर राख्नुपर्ने हुन्छ। झन् यो न्युमेरिकल त यस्तो इम्पोर्टेन्ट हो नि, यस्तो इम्पोर्टेन्ट हो। 8 मार्क्समा त 100% के, 8 मार्क्स होइन 15 मार्क्स है, सरी 15 मार्क्समा त स्योर आउने क्वेसन हो कि, एकदमै इम्पोर्टेन्ट। यो क्वेसनबाट चाहिँ यो क्वेसन जसले बुझ्छ त्यसले पिएसएको सब न्युमेरिकल गर्छ क्या। अनि यो न्युमेरिकलमा चाहिँ हामीलाई सबैभन्दा पहिला भनेको जेनेरेसन, लोड र जेनेरेसन दिएको हुन्छ। लोड र जेनेरेसनले त छोड्दैन क्या। अनि एकतिर बस भोल्टेज हुन्छ, अर्कोतिर भने चाहिँ बसको टाइप हुन्छ क्या। अनि जस्तै कि अब हामीले चाहिँ के भन्छ, जस्तै 5वटा बस दिएछ यार, यहाँ त 5वटाको भने चाहिँ 5 25वटा चाहिँ जस्तै कि हामीले एडमिटेन्सहरू निकाल्नुपर्ने हुन्छ। एकदमै लामो हुन्छ नि त यो त। त्यसो गर्दाखेरि चाहिँ जस्तै कि तर एकदम सजिलो छ, क्लियर कन्सेप्ट चाहिँ यो भनेको एउटा लाइन इम्पिडेन्स भनेर दिएको हुन्छ। यो लाइन इम्पिडेन्स हो। लाइन इम्पिडेन्स भन्नु बित्तिकै जेट हो नि त। अब एडमिटेन्स निकाल्नुको लागि त वाइ भनेको एडमिटेन्स हो, वाइ इजिकल टु 1/z गर्ने होइन, यसैले डिभाइड गरेर चाहिँ जति आउँछ त्यति भनेको हाम्रो एडमिटेन्स हुन्छ। त्यो गरेर चाहिँ हामीले चाहिँ यो भनेको लोड बस, लोड र जेनेरेसन दियो भने जेनेरेसन माइनस लोड गर्नै पर्छ, यति कुरा याद हुनै पर्यो। एउटा लोड बस दियो, अर्को भने जेनेरेसन बस दियो। त्यो जेनेरेसन बसमा चाहिँ लोड बसलाई घटाइयो भने चाहिँ हाम्रो चाहिँ जुन कि एक्टिभ पावर र रिएक्टिभ पावर चाहिँ निकाल्न सकिन्छ क्या। त्यो किसिमले चाहिँ हामीले एकतिर भोल्टेज, अर्कोतिर बसको टाइप हो। बस भनेको अब बसको टाइपहरू भनेको त जस्तै फेरि अब पिभी कहिलेकाहीँ क्वेसनले अब जेनेरेसन बस र लोड बस भनेर छुट्टाएर दिएको हुँदैन नि त। त्यतिखेर चाहिँ के हो भने अब हामीलाई त थाहा हुँदैन पिभी र पिक्यू भनेको त के हो भनेर। तर पिभी भनेको चाहिँ जेनेरेटर बस हो भने पिक्यू भनेको चाहिँ लोड बस हो क्या। दुईवटा त्यो तरिकाले छुट्याउनु पर्ने हुन्छ। र जेनेरेसन र लोड नै दियो भने चाहिँ अब यसमा अलिकति फरक भनेको बुझ्नै पर्ने कुरा भनेको लोड बस भनेको जहिले पनि बाहिर जाने हो। बाहिर जानु भनेको त नेगेटिभ हो नि त होइन। डिपार्चर हुनु, एपार्चर भनेको चाहिँ के अरे भित्र आउनु हो, डिपार्चर भनेको बाहिर जानु हो। त्यो भएको कारणले गर्दाखेरि बाहिर जाने नेगेटिभ, भित्र आउने भनेको पोजिटिभ। जेनेरेसन बस भनेको जेनेरेटर बस भनेको जहिले पनि त्यो बसमा चाहिँ भित्र आउँछन् क्या त्यो। अनि अरू भनेको चाहिँ लोड बस भनेको बाहिर जान्छ, त्यसको डिरेक्सन चाहिँ आउटवर्ड हुन्छ क्या। डिरेक्सनले म्याटर गर्ने कुरा हो नि त। डिरेक्सन बाहिर जानु भनेको नेगेटिभ भइगयो। त्यो किसिमले हेर्दाखेरि चाहिँ अब भनेको हामीले सुरुमा भने चाहिँ वाइ बस फाइन्ड गर भनेको छ, अनि Q2 अनि त्यसरी सिमिलरली अब del2 V2 V4 अनि त्यसपछि V5 आफ्टर फर्स्ट इटिरेसनबाट चाहिँ गस सेडल मेथडबाट चाहिँ निकाल्नु पर्ने भनेको छ क्वेसन। अनि मिनिमम पनि के हुन्छ भने चाहिँ त्यो हाम्रो जुन Q2 को भ्यालु सुरुमा आउँछ नि, Q2 को भ्यालु चाहिँ सुरुमा आएको Q2 को भ्यालु चाहिँ त्यसको रेन्ज भनेको चाहिँ 0.3 देखि चाहिँ 0.6 सम्म आउनु पर्यो। मिनिमम पनि 0.2 आउनु पर्यो, म्याक्सिमममा चाहिँ 0.6 विदिन अ रेन्जमा चाहिँ आउनु पर्यो कि। त्यो रेन्जभित्र आइदियो भने हाम्रो Q2 त्यति आउनु भनेको चाहिँ अरू सबै कन्सेप्टहरू मिलेर जानु हो क्या। सो अनि अर्को फेरि रमाइलो कन्सेप्ट छ है त। रमाइलो कन्सेप्ट भनेको चाहिँ के छ भने जस्तै अब हामीले वाइ त यसरी फाइन्ड गर्यो नि त।
वाइलाई चाहिँ यसरी निकालिसक्यो। वाइलाई यो तरिकाले निकाल्दाखेरि अब हामीले सिमिलर त्यही प्रोसेस हो सबैको। y11 y12 अब भनिसक्यो y11 भनेको त सेल्फ एडमिटेन्स हो। सेल्फ एडमिटेन्स निकाल्नुको लागि भनेको त अब हामीले चाहिँ 5सम्म छ नि त। तर भनेको चाहिँ हामीले चाहिँ यो कुरामा चाहिँ y बस 5वटा बसको लागि भनेको चाहिँ के हुनु पर्यो भन्दाखेरि हामीलाई थाहा हुनुपर्ने कुरा भनेको चाहिँ यो भनेको चाहिँ y11 y12 y13 र y14 y13 र y14 अनि त्यसकै अपोजिट भने चाहिँ हामीलाई कतिवटा चाहिँ 0 हुनु पर्यो। y13 र y14 पनि 0 हुनु पर्यो। अनि त्यसको अपोजिट y31 र y41 पनि 0 हुनु पर्यो। अनि त्यसरी y21 y22 y23 y24 र कति हुनु पर्यो त y42 पनि 0 हुनु पर्यो क्या। त्यो किसिमले गर्दाखेरि चाहिँ अनि y35 0 हुनु पर्यो। यसमा भनेको हामीलाई के दियो त y13 र y14 0 अनि त्यसरी y24 0 अनि y35 इजिकल टु 0 गर्दाखेरि चाहिँ हामीले टोटल आउने भनेको यसको अपोजिट क्या। यो भनेको त के हुन्छ बेसमा भनेको जे र के हो नि त। जे र के भने चाहिँ J1 हुनु के भनेको 3 हुनु र J3 र K1 हुनु भनेको 0 हो क्या बराबर। यसको अपोजिट नि यसको अपोजिट बेसको अपोजिट यो बेसको अपोजिट। अब 24 भन्नु र 42 भन्नु त सेम हो। त्यो भएको कारणले गर्दा त्यति सबै 0 हुन्छ। अनि त्यो बाहेक अरू हामीले अगाडिदेखि गरिआएको सेल्फ एडमिटेन्सहरू निकाल्ने। अनि त्यसरी सन्ट एडमिटेन्स भनेको सेल्फ एडमिटेन्स निकाल्नुको लागि त्यो क्वेसनकै अब हामीले y12 कै त्यही एडमिटेन्सलाई युज गरेर हामीले निकालिन्छ। साइमनमा हुन्छ है फेरि एडमिटेन्सको युनिट भनेको साइमन हो। त्यो गर्दाखेरि अब हामीले त्यही 1 2 नै पहिला सुरुमा सेल्फको लागि युज गर्ने। सबैभन्दा पहिला सुरुमा सेल्फ निकाल्नु सजिलो हुन्छ किनकि त्यो दिएकै गिभन त्यो बसको कोड अनुसार त्यो जोडेर चाहिँ त्यो निकाल्दाखेरि चाहिँ सजिलो हुन्छ नि त। त्यो बसको कोड युज गरेर चाहिँ निकालेर चाहिँ त्यो साइमनको टर्ममा चाहिँ राखेर चाहिँ अब अनि चाहिँ पछिबाट चाहिँ फेरि y12 र y21 चाहिँ एउटै हो गर्दाखेरि माइनसमा राखिन्छ। त्यो गर्दाखेरि यो टर्म आउँछ। योबाट गराउँदाखेरि अब भने चाहिँ S1 भनेको P1 + JQ1 हो। यो सबैलाई थाहा छ। पावर इन्जेक्टेड इन्टु द नेटवर्क गरेर चाहिँ योबाट चाहिँ हामीले 5 बसको चाहिँ यसरी निकाल्न सकिन्छ। अब भनेको हामीलाई यो केसहरू यो बसमा चाहिँ हामीले यो भरे यो प्रत्येकको निकाल्दै गर्दाखेरि लामो हुन्छ र भनेको चाहिँ अब भने चाहिँ त्यो सेल्फ एडमिटेन्सहरू निकालिसके पछाडि बाँकी रहेको एडमिटेन्सहरू त त्यो अगाडि माइनस गरे सबै यही त हो। त्यो भएको कारणले गर्दाखेरि यसरी निकालिन्छ। योबाट यो निकालियो। यो केसबाट यो आउँदाखेरि चाहिँ अब हामीले एजुम गर्नु पर्यो। गिभन क्वेसनमै दिएको भनेको चाहिँ अब V1 र V2 को चाहिँ दिएको छ है। V1 र V2 को चाहिँ अब V2 0 भनेको यति दिएको छ। अब V1 भनेको 1 एंगल अफ 0 दिएको छ भने अब V3 र V4 को सुरुको 0 को टर्ममा चाहिँ 1 एंगल अफ 0 राखेर चाहिँ हामीले del 2 del 3 to del 4 del 5 को चाहिँ यो तरिकाले हामीले चाहिँ सब एंगल र त्यो नै फाइन्ड गरेर चाहिँ अब यो केसलाई हामीले चाहिँ अब क्वेसनमा चाहिँ यो भनेको -2 + J6 भनेको चाहिँ अब म्याग्निट्युड र एंगलको फर्ममा निकाल्ने हो। y21 भनेको यो म्युचुअल एडमिटेन्सको लागि हो। म्युचुअल एडमिटेन्स जति सबैको लागि भनेको यति नै हुन्छ क्या म्याग्निट्युड र एंगल चाहिँ। अनि अब सेल्फ एडमिटेन्सको लागि 6 - J8 रहेछ हैन। अब यो भनेको 2 को लागि चाहिन्छ नि त। 2 को लागि चाहिँदाखेरि चाहिँ योबाट गराउँदाखेरि चाहिँ हामीले चाहिँ म्याग्निट्युड र एंगल चाहिँ यति आउँदो रहेछ क्या। योबाट गर्दाखेरि v र डेल्टाको चाहिँ यो टर्म आउँदो रहेछ। यति आउँदाखेरि y22 गरेर युजिङ q2 भनेको चाहिँ यो भनेको स्पेसिफिक फर्मुला हो भने चाहिँ यो -v2 म्याग्निट्युड अफ -v2 यो भने चाहिँ के हुन्छ -v2 भनेको योबाट चाहिँ हामीले चाहिँ यो हामीलाई दिएको छ नि त v2 को म्याग्निट्युड त यो दियो नि त। यो दियो यसलाई राखिहाल्ने यहाँ अगाडि माइनस हुनु पर्यो। y21 छँदैछ। अब भने चाहिँ y21 को लागि v1 हुनु पर्यो पहिला हैन। अनि त्यसपछि साइनको टर्म छ भने त अब 2 र 1 त यो छुट्टिसक्यो नि त। यो y21 को लागि त यो भइसक्यो नि त। अनि योबाट गर्दाखेरि v1 अनि योबाट गर्दाखेरि डेल्टा यो गर्दाखेरि पछाडिकोलाई जोड्ने। अब भने चाहिँ साइन डेल्टा 1
पछाडिकोलाई जोड्ने अगाडिकोलाई घटाउने हो नि त योबाट घटाइसक्यो अनि गामा 1 2 गरे चाहिँ योबाट चाहिँ हामीले जोड्दै जोड्दै गरे चाहिँ यो फर्मुला हाल्ने यो फर्मुला हालिसके पछाडि सबै फर्मुलाहरुबाट चाहिँ हाम्रो चाहिँ Q2 को भ्यालु 0.2448 PU आइदियो यो भनेको त हाम्रो 0.3 र 0.6 को बिचैमा पर्दियो हाम्रो भनेपछि क्वेशन ठीक छ नजिकै छ नि त अलमोस्ट नजिक छ 0.3 को मिनिमम नि अनि यो केसबाट फेरि अब यो गर्दा त्यो लिमिट भित्र गर्दाखेरि चाहिँ हाम्रो क्यू मिन र क्यू म्याक्स भनेको चाहिँ त्यति आइदियो अब हामीले गस सेडल मेथडको फर्मुला चाहिँ युज गर्ने अब यो भनेको के थियो यो भनेको त गस सेडल मेथडको फर्मुला भनेको त हामीलाई थाहा त्यो भनेको VI = चाहिँ के हुन्छ 1/YII अनि त्यसबाट के हुन्छ PI - JQI / VI को एस्ट्रिक्स अनि त्यसपछि माइनस समेसन K = 1 देखि K डज नट इक्वल टु I अनि त्यसपछि नम्बर अफ बस भनेको 5 छ अनि त्यसपछि VYIK अनि त्यसपछि VK हुन्छ यो केसबाट चाहिँ हामीले चाहिँ यो फर्मुला हालेर चाहिँ यो फर्मुलामा टक्कसँगले चाहिँ इटरेसन 2 I को ठाउँमा 2 हालेर चाहिँ K को 0 देखि स्टार्ट गरे चाहिँ गर्दाखेरि हाम्रो यो फर्मुलामा गर्दाखेरि यति आउँछ यति आको यो केसबाट चाहिँ हाम्रो चाहिँ यति टर्म आउँछ यति टर्मलाई चाहिँ फेरि हामीले y3 अब I को ठाउँमा 3 युज गर्दै यति आउँछ र 4 को बाट यो आउँछ र 5 को बाट गरे चाहिँ सिमिलरली योबाट गर्दाखेरि चाहिँ हाम्रो 15 मार्क्स को न्यूमेरिकल चाहिँ कम्प्लिटली चाहिँ गर्न सकिन्छ के 15 मार्क्स को न्यूमेरिकल यसरी हामीले चाहिँ यो भोल्टेज र एंगल चाहिँ हामीले चाहिँ गस सेडलमा फाइन्ड गर्न सकिन्छ सजिलै गर्न सकिन्छ यो अलिक सर्टकट तरिकाले मैले गरेछु अझै पनि लेन्थी प्रोसेसले गर्दाखेरि पनि सजिलो हुन्छ अब झन् हैन यो न्यूमेरिकल त झन् एकदमै सजिलो छ के सर्टकट मेथडबाट नै गरेको छु मैले हैन एकदम छोटो तरिकाले यो भनेको एकदम जस्तै कि अब सिंगल लाइन पावर सिस्टम सन इन द फिगर बिलो सिंक्रोनस मोटर यति यति देख्छ ट्रान्सफर्मर गिमा युनिट पर युनिट सिस्टमबाट चाहिँ गर्ने हो यो केसबाट हामीले चाहिँ अब जेनेरेटर मोटरहरु सबै केसहरु दियो नि त योबाट गर्दाखेरि चाहिँ अब यहाँ भनेको चाहिँ हामीले चाहिँ अब डबल फल्ट अब लाइन टु लाइन ग्राउन्ड फल्टको रहेछ हैन यो भने चाहिँ मैले अगाडि डेरिभेसनहरु भनेको थिएँ नि त त्यो डेरिभेसन सम्बन्धित यो न्यूमेरिकल आउँछ यो खाली एउटा न्यूमेरिकल कन्फर्म आउँछ यसबाट भने चाहिँ हामीले डिफरेन्ट ड्र द थेभनिन इक्विभ्यालेन्ट पोजिटिभ नेगेटिभ र जीरो सिक्वेन्सहरु चाहिँ निकाल्नु लाग्छन् अनि त्यसबाट इक्विभ्यालेन्ट सर्किट ड्र गरेर चाहिँ फल्ट करेन्ट लास्टमा पत्तो लगाउनु भनेको छ के त्यो मध्ये अब यहाँ दिएको छ अब यो कसरी गर्दा 1.2 यति भन्छ नि MVA रेटिङ सबैको यति दियो अनि त्यसपछि KV रेटिङ भनेको यति रहेछ अनि पोजिटिभ सिक्वेन्सको रिएक्टेन्स यति रहेछ नेगेटिभको यति रहेछ पोजिटिभ र नेगेटिभको रिएक्टेन्स भनेको जेनेरेटर मोटर र ट्रान्सफर्मरको लागि चाहिँ बराबर छ है अनि त्यसपछि ट्रान्समिसन लाइन ट्रान्सफर्मरको लागि यो जेनेरेटर र मोटरको लागि बराबर रहेछ अनि त्यसपछि जीरो सिक्वेन्सको चाहिँ फरक छ है त त्यो गर्दाखेरि यो एउटा टर्मिनल क्या कम्पोनेन्टहरु चाहिँ कनेक्टेड टर्मिनलहरु छ योबाट गर्दा भन्दाखेरि चाहिँ अब हाम्रो जेनेरेटरको चाहिँ प्युर रिएक्टेन्स निकाल्नु पर्यो नि त प्युर रिएक्टेन्स भनेको चाहिँ के हो त फर्मुला भन्दाखेरि ZPU न्यू निकाल्ने फर्मुला के हो थाहा छ अगाडि अब TND हरुतिर पनि पढेछ यो एकदमै पर युनिट रिएक्टेन्सको फर्मुला हो यो गर्दाखेरि J इन्टु के हुन्छ भने चाहिँ ZPU गिवन इन्टु के हुन्छ भन्दाखेरि MVA न्यू बाइ MVA गिवन इन्टु के हुन्छ KV गिवन बाइ KV न्यू को होल स्क्वायर गरेर चाहिँ हामीले यो तरिकाले निकाल्न सकिन्छ जस्तै XPU न्यू निकाल्नको लागि चाहिँ पर युनिट रिएक्टेन्स निकाल्नको लागि चाहिँ XPU गिवन भनेको यो क्वेशनले दिएको हुन्छ इन्टु MVA न्यू भनेको हामीले के एजुम गर्ने लेड गर्ने त्यो लेड गर्दाखेरि सबैको MVA चाहिँ
एउटै हुन्छ है एमबिए न्यू चाहिँ। अनि एमबिए गिभन भनेको क्वेसनले दिएको हुन्छ, अनि केभी गिभन भनेको क्वेसनले दिएको हुन्छ, केभी न्यू भनेको हामीले एजुम गर्ने अथवा त्यो भनेपछि एलबी साइडको हो कि एचबी साइडको त्यो आफैले क्यालकुलेट गरेर चाहिँ अब ट्रान्सफर्मर, मोटर र जेनेरेटर, ट्रान्समिसन लाइनको लागि निकाल्नु सकिन्छ है त। योबाट गर्दाखेरि कनेक्टेड यो सिस्टम हेरेर पनि त्यसलाई गर्न सकिन्छ। त्योबाट गर्दाखेरि अब जेनेरेटरको लागि के हो र ट्रान्सफर्मरको लागि के हो र लाइन ट्रान्समिसनको लागि के हो, यो सबैलाई छुट्याउँदाखेरि चाहिँ हाम्रो यो बराबर रेटिङ अथवा एमबिए चाहिँ इक्वल दियो भने चाहिँ हामीले चाहिँ के गर्न सकिन्छ त भन्दाखेरि जस्तै कि अब एक्स पोजिटिभ सिक्वेन्सको रियाक्टेन्स अनि नेगेटिभ सिक्वेन्सको रियाक्टेन्स यसरी चाहिँ जेनेरेटर रेटिङ निकाल्दाखेरि चाहिँ अब जे 0.1 भनेको यो गिभन दियो होइन, बराबर छ नि त, एउटै छ नि त दुइटैको लागि, त्यो भएर इक्वल। अनि यो भनेको चाहिँ के हुन्छ त, यसलाई चाहिँ यता छुट्याएको चाहिँ एमबिए न्यू पनि यहाँ चाहिँ भनेको चाहिँ लेट गराउँदाखेरि चाहिँ के मानिन्छ 0.6 नै मानिदिएछ क्या एमबिए नि दिएको। अब के हुन्छ 1.2 नै एमबिए मानेछ क्या, 1.2 नै एमबिए मानेछ, केबी पनि 0.6 नै मानेछ। अनि त्यसरी दिएको क्वेसनले पनि 0.6 नै छ। यो सबै काटकुट भएर त 1 नै त आउने हो, त्यसो गर्दाखेरि जे पनि यति नै आउँदो रहेछ। योबाट गराउँदाखेरि चाहिँ हाम्रो चाहिँ आउने भनेको चाहिँ जे 0. यहाँ मिस्टेक रहेछ है, यो भने चाहिँ जे 0.1 नै आउँछ है। अनि त्यसबाट XG1 भनेको पनि त्यही त हो, जे 0.05 नै आइदियो, त्यो सेम भएको कारणले गर्दाखेरि यो सेम दियो भने चाहिँ केही चेन्ज हुँदैन, रियाक्टेन्स त्यही हुन्छ, हामीले एक्सपियु न्यू चाहिँ निकाल्नु परेन कि त्यही हुन्छ नि त काटकुट भएर। अनि त्यसबाट ट्रान्सफर्मरको लागि पोजिटिभ र नेगेटिभ, अनि त्यसबाट जिरो सिक्वेन्स सबैको निकाल्दाखेरि यति आउँछ। योबाट गराउँदाखेरि अनि ट्रान्समिसन लाइनको पनि यो यसरी निकालेर चाहिँ हामीले यहाँ यसरी गर्न सकिन्छ। अनि त्यसबाट ट्रान्सफर्मर 2 को 3 को अनि यसलाई चाहिँ भनेको चाहिँ जस्तै कि अब पोजिटिभ सिक्वेन्स, नेगेटिभ सिक्वेन्स र जिरो सिक्वेन्स चाहिँ कसरी निकाल्ने त भन्दाखेरि पोजिटिभ सिक्वेन्सको लागि भनेको चाहिँ सबै त्यो फिगर हेरेर जस्तोको त्यस्तै फिगरलाई उतार्नु अथवा फिगरलाई त्यही सेम टु सेम बनाउनु, के कनेक्टेड भएको छ, फल्ट कहाँ छ त्यही लेख्नु भनेको। अनि त्यसबाट यहाँ भनेपछि सोर्स क्या, सोर्सको चिन्ह राख्नु भनेको पोजिटिभ सिक्वेन्स भइदियो। अब भनेपछि नेगेटिभ सिक्वेन्स भनेपछि यो सोर्सलाई हटाइदिनु क्या, यसलाई हटाउनु अनि त्यत्तिकै लेख्नु भनेको नेगेटिभ सिक्वेन्स हो। तर यो जति पनि दिएको छ नि यो एक्सपियु न्यू सबैको मोटरहरूको सबैको भ्यालुलाई चाहिँ पछिबाट त्यो एक्सपियु न्यूबाट पर युनिट रियाक्टेन्सको भ्यालु भरेर चाहिँ हामीले चाहिँ जिरो पोजिटिभ सिक्वेन्सको भ्यालु चाहिँ पुट गर्न सक्यो। अनि थेम्निन इक्वेसनमा चाहिँ यसरी चाहिँ इक्विभ्यालेन्ट रूपमा चाहिँ निकाल्न सकिन्छ। अनि यो गर्दाखेरि नेगेटिभ सिक्वेन्सको लागि यो घटाइन्छ, सोर्सलाई हटाइन्छ, सोर्सलाई हटाएर चाहिँ यस्तो भइदियो, यो भने थेम्निन इक्विभ्यालेन्ट भइदियो। अनि त्यसरी यो अब जिरो सिक्वेन्सको लागि चाहिँ अलिकति फरक छ। जिरो सिक्वेन्सको लागि चाहिँ हामीले कसरी गर्न सकिन्छ, पोजिटिभ र नेगेटिभको लागि केही बात भएन, सजिलो भइदियो, एकदमै क्लियरली आउँछ भने। अब भन्छ नि यहाँ जिरो सिक्वेन्सको लागि चाहिँ के हुन्छ त, अब जिरो सिक्वेन्सको लागि चाहिँ हामीले एक दुईवटा कन्सेप्टहरू जान्नुपर्ने हुन्छ। यो केसलाई चाहिँ अब यो ग्राउन्ड कहाँ गरेको छ, अनि त्यसरी अर्थिङ छ कि छैन, अर्थिङ बिनाको छ कि, अब स्टार डेल्टा कुन कनेक्टेड छ ट्रान्सफर्मरमा त्यो अनुसार हुन्छ। अब मैले यहाँ थोरै यो एक दुईवटा कन्सेप्ट लेख्छु है त यो जिरो सिक्वेन्सको। यदि जिरो सिक्वेन्सको लागि भनेको चाहिँ जस्तै कि अब यो केसमा चाहिँ स्टार र के हुन्छ, स्टार र डेल्टा छ भने डाइरेक्ट ग्राउन्ड हुन्छ है, प्राइमरी र सेकेन्डरी नै ग्राउन्ड छ भने यो यस्तो केस हुन्छ नि त। यता नि एउटा त्यो के अरे सिस्टम हुन्छ, यता नि यस्तो हुन्छ, अनि त्यसबाट यो यस्तो हुने हो नि त। यदि अब हाम्रो चाहिँ प्राइमरीमा डेल्टा, सेकेन्डरीमा स्टार छ भने यो भने चाहिँ यता भने चाहिँ यो यस्तो यो केस हुनु भनेको यो र यो मात्रै हुनु हो क्या, यता भनेको ओपन रहनु क्या। यदि यता ग्राउन्ड छ भने चाहिँ यो चाहिँ क्लोज हुन्छ। अब भनेपछि अर्को भनेपछि दुईतिरै अब डेल्टा स्टार र स्टारमा प्राइमरी र सेकेन्डरीमै स्टारमै छ, ग्राउन्ड पनि गरेछ भने यो दुइटै यो साइड नि क्लोज, यो साइड नि क्लोज हुन्छ क्या, यो दुइटै क्लोज हुन्छ। यदि यता भनेपछि प्राइमरीमा ओपन छ भने यो ओपन हुन्छ, यो ग्राउन्ड गरेछ भने ओपन हुन्छ। यदि यो साइड चाहिँ
यो अर्थिङ गरेको छैन भने चाहिँ यो साइड चाहिँ ओपन हुन्छ क्या। त्यो हिसाबले चाहिँ हामीले गर्न सकिन्छ। यदि यता चाहिँ अब हाम्रो स्टार छ ग्राउन्ड गरेको, यता चाहिँ डेल्टा छ भने चाहिँ हामीले चाहिँ योबाट गर्दाखेरि चाहिँ प्राइमरीमा यो गर्दाखेरि चाहिँ योबाट यो र यो कनेक्टेड हुन्छ, यो यस्तो हुन्छ, यता ओपन हुन्छ। यो किसिमले हामीले चाहिँ यो कन्सेप्टबाट चाहिँ हामीले यो फिगर बनायो क्या। यो फिगर बनाउँदाखेरि यता कनेक्टेड छ है, ठिक छ, सोर्स यताबाट गरेर चाहिँ हाम्रो यो फिगरलाई हेरेर चाहिँ जेनेरेटरको योबाट गरिदियो। अनि त्यसरी यहाँ भने चाहिँ अब यो ट्यापिङ छ, यता भने चाहिँ डेल्टा छँदैछ, यो डेल्टा यस्तरी स्वाट्ट झरिदियो, यो डेल्टाको ठ्याक्कै यस्तरी तान्यो। अनि यो भने चाहिँ ट्रान्समिसन लाइनको T1 भइदियो। अनि यो सेकेन्डरी साइडतिर कनेक्टेड छ भने पछाडि यहाँ भने चाहिँ कनेक्टेड हुने भइदियो, यो र यो कनेक्टेड भइदियो यहाँ यो पोइन्टमा, यो साइडमा यो डेल्टा भएकोले सेकेन्डरी साइडमा स्टार नि अनि ग्राउन्ड पनि भएकोले गर्दाखेरि यो क्लोज भइदियो। यो क्लोज भइदिएपछि फल्टमा गइदियो, फल्टबाट गइदिएपछि यो प्राइमरी साइडमा भने चाहिँ स्टारको क्लोज छ, यो क्लोज भइदिइसकेपछि यो कुरालाई चाहिँ क्लोज गरिदिउँ। अनि त्यसरी यता भइदियो यो T2मा गइदियो, T2 भने चाहिँ 0.4 भइदियो। अनि फेरि यो भने चाहिँ 0.5 भने चाहिँ हाम्रो चाहिँ यता भने चाहिँ पछाडि यो मोटरतिरबाट आएर चाहिँ सबै यसलाई फेरि यता भने चाहिँ डेल्टा हुनु बित्तिकै क्लोज हो। डेल्टाले चाहिँ क्लोजै गर्छ कि, यो डेल्टाले चाहिँ तल ग्राउन्ड गर्छ क्या, ग्राउन्डमा यस्तो भर्टिकल यस्तो गरेर हुन्छ क्या। अनि यो यदि यो स्टार नि छ अनि ग्राउन्ड नि छ भने चाहिँ त्यसले चाहिँ यो क्लोज गर्ने, यसलाई क्लोज गर्छ प्राइमरीलाई। यदि दुइटै ग्राउन्ड गरेको छैन भने ओपन केस हुन्छ, अनि ओपन सर्किट जस्तो बिहेभ गर्छ। त्योबाट गरेर अनि 0 सिक्वेन्सको लागि ग्राउन्ड गर्नुपर्छ। त्यसलाई अनि थेम्लिनको इक्वेसनमा हाल्दाखेरि चाहिँ डबल लाइन टु ग्राउन्ड फल्ट। अनि यो केस भनेको अगाडि मैले त्यो डेरिभेसनमा पनि यो बनाएको छु। यो केसमा डबल लाइन टु ग्राउन्ड फल्टको कन्सेप्टबाट चाहिँ यो फर्ममा राख्ने, यो फर्ममा राखिसके पछाडि अब हाम्रो फर्मुला अनुसार चाहिँ ट्याक्कसँगले चाहिँ यसलाई चाहिँ देखाउन सकिन्छ। यसलाई चाहिँ अनि फेरि हाम्रो आइएको भने चाहिँ E/Z1 + Z2 र Z0 भनेको त प्याराललमा हो। त्यो किसिमले गर्दाखेरि चाहिँ IA यति निस्क्यो, योबाट गर्दा -IA × Z2 दिभाइड यो गरेर चाहिँ IA0 आइदियो। अनि IF फल्ट करेन्ट भनेको चाहिँ 3 × IA0 यो सुरुको IA यो गराउँदाखेरि चाहिँ हाम्रो जम्मा भनेको चाहिँ कति आउँदो रहेछ त भन्दाखेरि IF फल्ट करेन्ट भनेको 15.3846 J आउँदो रहेछ है त। थ्याङ्क यू एभ्रिवान हैन। अब जस्तो कि हामीले यो न्युमेरिकलहरू चाहिँ सबै गरिसक्यौँ। यो अब हाम्रो नयाँ क्वेसन हो, यो क्वेसन अनुसार पनि सबै मैले यो क्वेसन रिलेटेडहरू पनि सबै डिफाइन गरिसकेँ। यसबाट आएको न्युमेरिकलहरू पनि मैले सबै क्लियर गरिसकेँ। त्यही कन्सेप्ट सिमिलर त्यही नभए पनि त्यही रिलेटेड क्वेसनहरू मैले यो तरिकाले गर्ने भन्ने कुराहरू सबै क्लियर बुझाइसकेँ। आई थिङ्क सब कुरा क्लियर भयो होला। जस्तै न्युमेरिकलहरू मैले सबै खाले गराइसकेँ नि त, अनि त्यसको कन्सेप्टहरू कसरी गर्ने भनेर भनिसकेँ। आई होप सबैलाई चाहिँ हेल्पफुल भयो होला, क्लियर भयो होला। आजलाई चाहिँ यति नै, हस् बाई, थ्याङ्क यू।